यीशु क्रिस्टमा सबैलाई जय मसीह। सो मैले लास्ट मेसेज बनाउँदा मलाई एउटा क्वेसन आयो। त्यो चाहिँ के थियो भने चाहिँ प्रभुले त हामीलाई हरियो खड्कामा चढाउँछु भन्नुभएको छ है। साम भजन सङ्ग्रह 23मा भनेअनुसार ही मेक्स मी टु लाई डाउन इन ग्रिन पास्चर्स, लिड्स मी बिसाइड द स्टिल वाटर्स। है, त्यो सुक्चैनको पानी छेउ दोहोऱ्याउनु हुने परमेश्वर है, त्यो हरियो खड्कामा चराउनु हुने है, त्यो चराउनु चाहिँ अब हाम्रो जीवन चाहिँ त्यस्तो हुनुपर्ने, किनकि प्रभुले त हामीलाई त्यहाँ चराउनुहुन्छ। सही हो, प्रभुले हामीलाई त्यहाँ चराउनुहुन्छ। प्रभुले हामीलाई सुक्चैनको पानी छेउ दोहोऱ्याउनुहुन्छ। इट इज द वर्ड अफ गड। त्यो सत्य हो, हिजो आज अनि सदा सर्वदा रहि नै रहने परमेश्वरको वचन हो। र तर यो चाहिँ हामीले माने चाहिँ बुझ्नुपर्छ। यो भनेको चाहिँ के हो? कोही एकदमै अभावमा हुनुहुन्छ, एउटा परिस्थिति मानिलिउँ, सायद तपाईँकोमा कुनै पनि आम्दानीको स्रोत छैन, एकदमै मिगर, एकदमै कम्ती मात्रामा तपाईँले खालि खाना मात्र पुग्दैछ है, तर तपाईँको हृदयमा त्यो हर्ष छ, परमेश्वरको जय, आनन्द तपाईँले अनुभव गर्नुभएको छ है। तपाईँको पत्नी एकदमै फेथफुल, एकदमै हार्डवर्किङ, एकदमै मेहनती छ, तपाईँ आफै एकदमै मेहनती हुनुहुन्छ। प्रभुले तपाईँहरूको शरीरमा आरोग्यता दिनुभएको छ। तपाईँको नानीहरू एकदमै प्रभुमा प्रार्थना गर्ने है, घुँडा टेकेर परिवार सबै बिहान बेलुका तपाईँहरू प्रार्थना चढाउनुहुन्छ, वर्शिप गर्नुहुन्छ, आराधना चढाउनुहुन्छ। जति जसो छ त्यो खाएर प्रभुलाई धन्यवाद चढाउँदै आनन्दित नै रहनुहुन्छ। र के त्यो हरियो खड्का होइन र? हरियो खड्का हो नि। तपाईँहरूलाई त्यहाँनिर सायद सतावट आइरहेको छ, तपाईँहरूलाई परिस्थितिले नै सताइरहेको छ कि तपाईँको कामहरू भएको छैन, काम कुरा चलेको छैन है, खाना मात्र पुगिरहेको छ। या त्यसको विपरीत हुन सक्ला, तपाईँकोमा ठिकै छ, काम कुरा छ, मतलब साह्रो पनि परिहालेको छैन है, प्रशस्ति नभए तापनि, तर बिमारीहरूले सताइरहेको छ। बट तपाईँ आनन्दितै हुनुहुन्छ, प्रभुमा आनन्दित हुनुहुन्छ। प्रभुको शान्ति तपाईँको परिवारमा छ। योर हाउस होल्ड इज ब्लेस्ड विथ द पिस अफ जिजस क्राइस्ट है, जुन चाहिँ शान्ति केवल प्रभुले दिनु सक्नुहुन्छ है। केवल प्रभुको जनहरूले मात्र नै यो कुरालाई बुझ्न सक्छ कि के हो त्यो शान्ति है। त्यो शान्ति, त्यो आनन्द चाहिँ के हो है। र परिस्थिति जस्तो सुकै होस् है, पुगिसरी छ या पुगिसरी छैन, स्वस्थ छ, सुस्वस्थ शरीर छ या स्वस्थ छैन, एकदमै बिमारी अवस्थामै नै छ, यता है हस्पिटल कुदाइ भइ नै रहेको छ, तर पनि तपाईँ त्यो हरियो खड्कामा हुनुहुन्छ है, जहाँ चाहिँ प्रभुको आनन्द तपाईँहरूको साथमा छ है। एउटा ढुक्कपना छ है, एक अर्कासँगको फेथफुलनेस, लभ, जय, पिस छ तपाईँहरूको माझमा। प्रभुको ब्लेसिङ तपाईँको परिवारमा ठहरिएको छ है। तपाईँको विवाहमा, तपाईँको नानीहरूमा देखा पर्छ है। अभाव हुँदै पनि, दुख बिमारीको माझमा पनि है, या त शोषण ताडनाको माझमा पनि, के त्यो हरियो खड्का होइन र है? कोही हुनुहुन्छ, तपाईँ रात दिन प्रभुको काम गरिरहनु भएको छ, तपाईँको हृदयमा प्रभुको आनन्द यति साह्रो छ, तपाईँ टाढो टाढो गएर है, दुर्गम जग्गाहरूमा जहाँ गाडी पुग्न सक्दैन त्यहाँ गएर प्रभुको वचन बाँड्नु भएको छ, तर त्यहाँ तपाईँले घोर निन्दाहरू भेटाइरहनु भएको छ, तर तपाईँ रात दिन प्रभुको प्रशंसा आराधनामा लाग्नु भएको छ। तपाईँको हृदयमा त्यो जय, प्रभुको आनन्द जो छ, त्योले भरिनु भएको छ तपाईँ, कि त्यो हट्दैन। त्यो तपाईँको हरियो खड्का हो। तपाईँले पर्सिक्युट भइरहेको छ, तपाईँ निन्दा भेटिरहनु भएको छ, तपाईँको हिँडाइ दुर्गम छ है, दुर्गम छ, र पनि तपाईँ त्यो आनन्दमा हुनुहुन्छ है। सायद तपाईँलाई त्यो तपाईँ फर्किँदा आफ्नो परिवारमा त्यो आनन्द तपाईँको परिवारमा ठहरिएको छ है, प्रभुको शान्ति ठहरिएको परिवार। तपाईँ हरियो खड्कामा पनि हुनुहुन्छ,
तपाईँ सुक्चेनको पानी नेर पनि हुनुहुन्छ र तपाईँ पर्सिक्युसनमा पनि हुनुहुन्छ। हरियो खड्क भनेको त्यति मात्र हो भनेर तपाईँले अगर है तपाईँको मनमा प्रश्न आउँछ भने संसार यति घिनलाग्दो छ त्यति मात्र भनेर जो हामीले टेकन फर ग्रान्टेड गर्छौँ है, एउटा खुसहाल परिवारको जुन चाहिँ पिक्चर छ है, जुन चाहिँ नक्सा छ, खुसहाल परिवार जसमा आनन्द छ, शान्ति छ, प्रेम छ है, परमेश्वरको भय छ, यो जुन कुरा छ जो इट्स नट क्वान्टिफाएबल, यो चाहिँ गन्न नसकिने कुराहरू हो, त्यसको हिसाब किताब लाउन नसकिने कुराहरू। तर यो कुरा तपाईँको परिवारमा ठहरिएको कुरा छ भने चाहिँ त्यो परमेश्वर बाहेक अरू कसैले पनि गर्न सक्नुहुन्न, किनकि संसार यति घिनलाग्दो छ। यो जुन चाहिँ अनक्वान्टिफाएबल, माप गर्न नसक्ने, तौलिन नसक्ने, गन्न नसक्ने आशिष चाहिँ कतिको चाहिँ ठुलो आशिष हो है। यो हामीले सायद पछि प्रभुसँग एक भइसकेपछि मात्र हामीले सायद संसारमा हामीलाई कति बेसी आशिष थियो रहेछ भनेर बुझ्छौँ होला जस्तो लाग्छ मलाई है। अहिले नै यस्तो हेर्छु म, यति बेसी आशिषमा प्रभु, यत्रो घिनलाग्दो संसार समाज भइसक्दा तपाईँले यो है मसीह जनहरूलाई जस्तो परिवारको ढाँचा दिनुभएको छ, जस्तो आशिष, जस्तो आगोको पर्खालभित्र राख्नुभएको छ, प्रभु हामी त धन्यवाद बाहेक अरू केही भन्न सक्दैनौँ है। वी हेभ नथिङ बट टु गिभ थ्याङ्क्स टु द लर्ड। यो चाहिँ इट इज नट पोसिबल विदाउट गड। प्रभु यीशु ख्रिस्ट जब तपाईँको विवाहको बिचमा हुनुहुन्छ भने द फर्स्ट स्ट्रान्ड, म जहिले पनि प्रार्थना गर्दा भन्छु प्रभु तपाईँ चाहिँ त्यो फर्स्ट स्ट्रान्ड हुनुहुन्छ जसले हामी दुईलाई बाँध्नु भएको छ। प्रभु तपाईँले नबाँध्नु भएको भने चाहिँ इट इज नट पोसिबल है कि एउटा हस्बेन्ड वाइफको के अरे ह्याप्पी म्यारेज इज अ मिथ भन्छ नि, एउटा खुसहाल विवाहित जीवन चाहिँ एउटा भ्रम मात्र, एउटा झुट मात्र हो है, एउटा कल्पना मात्र हो भनेर चाहिँ संसारको फिलोसफीले भन्छ। तर प्रभु यीशु ख्रिस्टलाई आफ्नो म्यारेजको सेन्टरमा राख्नेहरूको जीवनमा गएर हेर्नुहोस् है, उनीहरूको विवाहित जीवनलाई हेर्नुहोस् र खुसहाल विवाहित जीवनको परिभाषालाई बुझ्नुहोस्। त्यो चाहिँ साँच्चीकै नै हो है, त्यो चाहिँ रियल हो, संसारमा पनि रियल हो। उनीहरू हरियो खड्कमा प्रभुले कसरी राख्नुहुन्छ है, उनीहरूलाई त्यो सुक्चेनको पानी लिएर त्यो विवाहलाई कसरी डोराउनुहुन्छ, त्यो जोडालाई कसरी डोराउनुहुन्छ, यो चाहिँ कुनै कल्पना या भ्रम होइन, असलमा प्रभुले यसरी नै राख्नुभएको छ, ठहराउनु भएको छ विवाहलाई। अगर त्यो लेभल अफ प्रेम है, आनन्द, शान्ति तपाईँको परिवारमा छ, विवाहमा छ, सबै तपाईँको जीवनमा छ भने चाहिँ त्यो छ कारण प्रभुले ठहराउनु भएको छ। प्रभुले नराख्नु भएको भए त्यो हुन पोसिबल छैन। एभ्रिथिङ वी रिसिभ फ्रम हिम है, इट इज बिकज ही हेज डन इट, उहाँले गर्नुभयो र त्यो छ, ठहरिएको छ। नत्र त संसारको सबै धनले पनि त्यो आनन्दलाई चाहिँ किन्न सकिँदैन। संसारको सबै धनले पनि फिडेलिटीलाई किन्न सकिँदैन है, त्यो फेथफुलनेसलाई किन्न सकिँदैन, त्यो आनन्दलाई किन्न नै सकिँदैन, शान्तिलाई किन्न नै सकिँदैन है, पोसिबलै छैन। प्रभुले नठहराइकन त्यो ठहरिँदैन, किनकि प्रभुले के भन्नुभएको छ, मेरो शान्ति म तिमीहरूलाई दिन्छु है। संसारले दिए चाहिँ होइन, संसारको शान्ति कस्तो हुन्छ, एउटा चिजको आधारमा अडिएको शान्ति हुन्छ, त्यो चिज हट्योपछि शान्ति पनि हट्छ है। संसारको ढुक्कपना चाहिँ एउटा कुनै चिज तपाईँकोमा छ है, त्यसको सेक्युरिटी तपाईँले फिल गर्नुहुन्छ, त्यो चिज अगर हरायो भने, सक्यो है, मासियो, नासियो भने तपाईँको सेक्युरिटी, सेन्स अफ सेक्युरिटी हराएर जान्छ। त्यस्तो हुँदैन। प्रभुले दिनुहुँदा तपाईँकोमा संसारको चिज रहोस् नरहोस् है, संसारको औदा, संसारले दिएको जुन चाहिँ अनरहरू छ तिनीहरू तपाईँकोबाट खोसियोस् कि तपाईँकोमा रहोस्, प्रभुको शान्ति तपाईँमा ठहरि नै रहन्छ, त्यो हट्दैन तपाईँकोबाट है। प्रभुको आनन्दले तपाईँ भरि नै रहनुहुन्छ, त्यो हट्दैन तपाईँकोबाट, त्यो कुनै संसारको चिजमा आधारित शान्ति हुँदैन। द्याट इज हाउ इभन म्यारेजेस आर। तपाईँले सायद पर्सिक्युसन भोगिरहनु भएको छ, तर तपाईँ त्यो हरियो खड्कमा ठहरि नै रहनु भएको छ है। हरियो खड्क चाहिँ हाम्रो संसारको स्थिति, हाम्रो संसारको उपलब्धिले परिभाषित हुने चिज होइन।
प्रभुले दिनुहुने चढाउनुहुने हरियो खड्क चाहिँ हामीले यो कुरालाई क्लियरली बुझ्नुपर्छ है कि हामी पर्सिक्युसनमा हुन सक्छौँ है शोषणमा ताडनामा ट्रिबुलेसनमा हुन सक्छौँ तर पनि प्रभुले हामीलाई चढाइ नै रहनु भएको छ किनकि हाम्रो गोठाला प्रभु हुनुहुन्छ है त्यो किनभने है तपाईँले साम 23 पुरा पढ्नुभयो भने त्यहाँ के भनिएको छ इभन दो आई वक थ्रु द भ्याली अफ स्याडो अफ डेथ है म त्यो भ्यालीमा त्यो मृत्युको छाया भएको भ्यालीमा हिँड्दा पनि आई फियर नो इभल म कुनै दुष्टाइसँग डराउने छैन कारण तपाईँ मसँग हुनुहुन्छ बिकज यु आर विथ मी भनेको छ इभन दो आई वक थ्रु द भ्याली अफ स्याडो अफ डेथ आई शल फियर नो इभल फर यु आर विथ मी यर स्टाफ एन्ड यर रड दे कम्फर्ट मी है स्टाफ र रड अब यसको सायद मैले अलग्गै मेसेज बनाएको छु है स्टाफ र रड स्टाफ भनेको चाहिँ हिँड्ने टेक्ने लौरो हो नि त टेक्ने लौरोले के गर्छ गाइड गर्छ नि त उसलाई यो बाटोमा हिँड्ने है लौरो टेकेपछि चाहिँ यो फर्म ग्राउन्ड रहेछ भनेर ऊ हिँड्छ नि त है लौरो अलिकति ख्यासाक्या तल गयो भने चाहिँ त्यतापट्टि हिँड्दैन यतापट्टि हिँड्छ है अगर कसैले धमिलो देख्छ लौरोले मात्रै हिँड्दैछ भने कसरी हिँड्छ ऊ चाहिँ डिलहरू है पहिला यसो छमछम लौरोले गर्छ र लौरो अलिकति तल झऱ्यो भने उसले फेरि अलिक यता आउँछ ऊ त्यो जग्गादेखि हट्छ मतलब लौरोले तपाईँको बाटोलाई गाइड गर्छ नि त पवित्र आत्माले हामीलाई गाइड गर्नुहुन्छ प्रभुले हामीलाई गाइड गर्नुहुन्छ थ्रु हिज स्टाफ एन्ड हिज रड इज द रडले चाहिँ छडियो त्यो चाहिँ फेरि पिटाइ लाउने छडियो रडले चाहिँ हामीलाई डिसिप्लिन पनि गर्छ है सो पर्सिक्युसन इज अल्सो देयर राइट देयर है साम 23 मा भजन सङ्ग्रह 23 मा पर्सिक्युसन भन्नुभयो भने पनि डिसिप्लिन भन्नुभयो भने पनि है या प्रभुको टेस्टिङ भन्नुहुन्छ है द्याट रड इज देयर है त्यो छडी त्यो लट्ठी त्यो पिटाइ लाउने लट्ठी पनि छ है वेदर वी एक्सपिरियन्स इट थ्रु पर्सिक्युसन है हामीले ताडना शोषणद्वारा त्यो लट्ठीलाई भेट्छौँ या हामीले डिसिप्लिनद्वारा भेट्छौँ या टेस्टिङद्वारा भेट्छौँ लौरो प्रभुले लाउनु हुने छडी पनि छ प्रभुले देखाउनु हुने बाटो पनि छ प्रभुले सम्हालेर लानुहुने गोठालाले कसरी आफ्नो भेडाहरूलाई सबैलाई ग्यादर गरेर लान्छ है त्यो गाइडेन्स त्यो गोठालाको उपस्थिति पनि छ लौरो पनि छ है र अनोइन्टिङ पनि छ त्यहाँ शत्रुहरू पनि त्यहीँ अगाडि छ है किनकि संसार त त्यस्तै नै हुन्छ नि त यो ही प्रिपेयर्स द टेबल फर मी बिफोर माई एनिमिज ही अनोइन्ट्स माई हेड विथ ओइल माई कप रन्स ओभर भनेको छ नि है तर पनि के भनेको छ यो मर्सी एन्ड गुडनेस शल फलो मी अल द डेज अफ माई लाइफ भनेको छ तपाईँको ग्रेस तपाईँको मर्सीले चाहिँ सारा तपाईँको गुडनेस तपाईँको भलोपनाले चाहिँ मलाई जीवनभरि नै मतलब पुगिसरी छ है इट शल फलो मी अल द डेज अफ माई लाइफ मलाई पछ्याइ नै रहन्छ सो हाउ ब्युटिफुल इज द्याट लाइफ है वेयर यु आर बिङ ग्यादर्ड बाई द शेपर्ड द लर्ड इज आवर शेपर्ड अगर हाम्रो परिवार हाम्रो मण्डली परमेश्वरको भयमा हिँडिरहेको छ परमेश्वरको वचनअनुसार हिँडिरहेको छ है र यो कुरा हामीलाई याद छ कि प्रभु यीशु ख्रिस्ट मानिस जातिको पाप धुन आउनुभएको क्रुसमा मारिनु भएको तेस्रो दिनमा बौरी उठ्नु भएको प्रभुको रगतमा सारा विश्वको नै हर एक प्राणीको पापको धुवाई प्रभुको रगतले मात्र नै गर्नु सक्छ है देयर इज ओन्ली वान थिङ विच क्लेन्जेस द सिन अफ दिस वर्ल्ड एन्ड द्याट इज द ब्लड अफ जिसस क्राइस्ट यो कुरा बुझ्ने परिवार हाम्रो छ यो कुराको सत्यतालाई जिउने परिवार हाम्रो छ भने चाहिँ हामी अफकोर्स हरियो खड्कामा छ अफकोर्स हरियो खड्कामा छ वी आर नोवेयर एल्स बट इन द्याट ग्रिन पास्चर्स है वेयर द लर्ड हेज लेड अस है बिसाइड द स्टिल वाटर्स हामी त्यो सुक्चेनको पानी छेउ छ किनकि संसार साह्रै घिनलाग्दो है डरलाग्दो विकराल खालके एउटा रूपमा जाँदैछ है हामीलाई अहिले रिल्सहरू हेऱ्यौँ भने पहिला जुन कुरामा शर्म हुन्थ्यो परिवारलाई नै शर्ममा पर्थ्यो त्यो कुराहरू अहिले ओपनली रिल बनाएर है हालिन्छ र यसमा चाहिँ पैसा कमाउनु लागि है पैसा बेसी आउँछ रिल्स हेऱ्यो भने भन्ने
त्यसले गर्दाखेरि हाल्छ। र पहिलाको समाज कस्तो हुन्थ्यो, आफ्नो अनर है, डिग्निटी भन्ने कुराहरू सिकाउँथ्यो है परिवारले। अहिले चाहिँ सायद पैसा नै सब कुछ हो भन्ने सिक्दैछ हाम्रो युवा है, नयाँ पिँढीले, नयाँ पुस्ताले के सिक्दैछ है, के उनीहरूले त्यो मोरल भ्याल्युजलाई कहिले सिकेन कि पैसा चाहिँ सब कुछ होइन है, आफ्नो अनर, आफ्नो डिग्निटी, आफ्नो फ्यामिलीको भ्याल्युज, यो कुराहरू त अब छैन रहेछ जस्तो लाग्छ है मलाई। त्यसले गर्दा यो सोसियल मिडिया भन्ने जग्गा नै एकदम भयानक लाग्छ क्या मलाई। र म छुइनँ पनि सोसियल मिडियामा। यति साह्रो घिनलाग्दो है भइसकेर गएको छ अहिले समाज। र यस्तो संसारमा पनि अगर तपाईँको परिवारले चाहिँ परमेश्वरको भयमा है, त्यो मोरल भ्याल्युज, त्यो डिग्निटी, त्यो इन्टेग्रिटीमा बाँचिरहेको छ भने चाहिँ त्योभन्दा सुन्दर हरियो खड्क कहाँ छ है। सो पर्सिक्युसन अल्सो कम्स। पर्सिक्युसन आइ नै रहेको छ, भइ नै रहेको छ, हुन्छ नै। पर्सिक्युसनबाट चाहिँ किन बाँच्न सकिँदैन भन्दा चाहिँ प्रभुले नै के भन्नुभएको छ है, मत्ती 5मा नै यसरी लेखिएको छ है। मत्ती 5 अहिले बिहान म पढ्दै थिएँ। मत्ती 5मा के भनिएको छ, मत्ती 5:10मा ब्लेस्ड आर दोज हु आर पर्सिक्युटेड फर राइचियसनेस सेक फर देयर्स इज द किङडम अफ हेभन। प्रभुले नै पर्सिक्युट हुनेहरू चाहिँ धन्यको भन्नुहुँदैछ है, जो चाहिँ धार्मिकताको निम्ति पर्सिक्युट हुन्छ है। फेरि है पर्सिक्युसन पनि आफ्नै बेहोराले गर्दा पनि हुन्छ कतिपल्ट हामी है, त्यसलाई चाहिँ हामी पर्सिक्युसन भनेर भन्न सक्दैनौँ, कारण धार्मिकताको निम्ति सताइनेहरू चाहिँ धन्यको हो भनेको छ है। मत्ती 5:10ले ब्लेस्ड आर यु व्हेन यु आर रिभाइल्ड एन्ड when they revile and persecute you and they say all kinds of evil against you falsely for my sake। प्रभु यीशु ख्रीष्टको खातिर, प्रभु यीशु ख्रीष्टको नाउँले गर्दाखेरि तिमीलाई अगर थुक्किन्छौ, तिमी रिभाइल हुन्छौ, पर्सिक्युट हुन्छौ, ताडना सर्नुपर्छ है, कष्ट दिन्छ तिमीलाई भने चाहिँ तिमी धन्यको हो भन्नुहुँदैछ प्रभुले। रिजॉइस एन्ड बी एक्सिडिङली ग्ल्याड। तिमी त्यो चाहिँ हाम्रो लागि एउटा के भन्नु, एउटा अनर हो that you are being persecuted for प्रभु यीशु ख्रीष्टको नाउँको खातिर पर्सिक्युट हुँदैछौँ हामी भने चाहिँ त्यो हाम्रो लागि एउटा एकदम धन्यको कुरा हो है, अनरको कुरा हो है। फक्सेस बुक अफ मार्टिर पढ्नु भएको छ भने पोलिकापलाई जब मार्न लाँदै थियो है, पोलिकापको छोरीले, पोलिकाप बुढो हुँदाखेरि मार्नु लगेको उसलाई है, एउटा एम्फी थिएटरको बिचमा उसलाई सायद तेलमा जलाएर हाल्नु हो कि या भालाले यसरी रोपेर मार्नु लागि लाँदै गर्दा चाहिँ उसको छोरीले भन्छ तपाईँको बदलीमा मलाई जान दिनुहोस्, बिकज हर फादर इज भेरी ओल्ड है। तपाईँ अब यस्तो बुढो शरीरलाई यति साह्रो ताड्न, छोरी एकदमै रुँदै उसको बाउलाई भन्छ कि मलाई जान दिनुहोस् भन्दा पोलिकापले आफ्नो छोरीलाई भनेको छ मलाई यो अनर पाउनदेखि तिमीले नरोक है। यति साह्रो ठुलो अनर मेरो लागि योभन्दा ठुलो एउटा गर्व, एउटा अनरको चिजै छैन कि म प्रभुको नाउँको खातिर मारिन सकौँ भनेर भनेको छ है। सो पर्सिक्युसन इज अ डिफ्रेन्ट थिङ एन्ड वी बिङ इन द्याट ग्रिन पास्चर इज अ डिफ्रेन्ट थिङ है। किनकि के भनेको छ प्रभुले, हे यरुशलेम, हे यरुशलेम, तिमी प्रफेटलाई ढुङ्गा हिर्काएर मार्नेहरू, तिमीहरू जो प्रफेटहरूलाई मार्नेहरू है, तिमीहरूलाई कतिपल्ट मैले यो चल्लाहरू जस्तो है, चराको बच्चाहरू जस्तो बुटुल्न खोजेँ है, माउले बुटुले चाहिँ मैले बुटुल्न खोजेँ है, तिमीहरू प्रफेटहरूलाई ढुङ्गा हिर्काएर मार्नेहरू भनेर भनेको छ है। हामीहरू मतलब यो संसारको मानिस हामीलाई भनेको नि त, कति अन्धो छौँ हामी, किनकि प्रफेटहरूलाई त्यसरी मारेको छ नि त। पर्सिक्युसन हेज बिन गोइङ अन सिन्स द बिगिनिङ अफ दिस एरा, दिस वर्ल्ड। आइजाया प्रफेट 2 टुक्रामा, मतलब आरीले 2 टुक्रा गरेर काटेर मारेको आइजाया है, ग्रेटेस्ट, अब एउटा वान अफ द ग्रेटेस्ट प्रफेट मान्छ, मेजर प्रफेट आइजाया है। जेरमायालाई ढुङ्गा हिर्काएर मारेको छ। किन भन्दा चाहिँ मान्छेहरू यति साह्रो रिसायो अरे क्या, जेरमायाले खालि रिपेन्टेन्स है, तिमीहरू पश्चाताप गर भनेर चाहिँ बेसी पश्चाताप गर भन्यो भनेर चाहिँ ढुङ्गा हिर्काएर मारेको छ जेरमायालाई है। आमोसलाई टाउकोमा त्यो के भन्छ, त्यो क्लब भन्छ नि, क्लब, त्यो एउटा डल्लो हुन्छ, त्यहाँदेखि डन्ठा हुन्छ है, त्यो पक्रेर
त्यसले टाउकोमा हिर्काइदिएको छ बिकज आमोसले चाहिँ हि ओन्ली प्रिच्ड अबाउट द एन्ड टाइम्स यति साह्रो रुई कराई प्रिचिङ गर्थ्यो एन्ड टाइम्सको आमोसले त्यसरी जकरियालाई ढुङ्गा हिर्काएर मारेको छ सो वी आर द्याट जेनेरेसन हामी त्यो जेनेरेसन त्यो पुस्ता हौँ जसले यो प्रफेटहरूलाई ढुङ्गा हिर्काएर मार्ने पुस्ताहरू हौँ नि त पर्सिक्युसन हुनेहरू हो भने त हामी धन्यको गर्नेहरू हो भने त फेरि हामी त्यही अन्धोहरू हो पर्सिक्युसन इज इनेभिटेबल किनकि प्रभुले भन्नुभएको छ कि यो संसार त शैतानको हातमा दिएको छ तिमीलाई संसारमा कष्ट हुनेछ भन्नुभएको छ नि है र रेभलेसनमा अर्को जग्गा के भन्नुभएको छ तिमीले 10 दिन कष्ट भोग्नुपर्छ भन्नुभएको छ है एउटा मण्डलीलाई प्रकाशित वाक्य 2:10 यहाँ यसरी लेखिएको छ डु नट फियर एनी अफ दोज थिङ्स विच यु आर अबाउट टु सफर तिमीले भोग्नै लागेको कुराहरूदेखि नडराऊ इन्डिड द डेभल इज अबाउट टु थ्रो सम अफ यु इन्टु प्रिजन कतिजनालाई झ्याल खानामा त्यसले अब थुन्न आँटेको छ द्याट यु मे बी टेस्टेड एन्ड यु विल हेभ ट्रिबुलेसन 10 days कि तिम्रो चाहिँ जाँच हुन सकोस् भनेर चाहिँ त्यसले तिमीलाई झ्याल खानामा हाल्न आँटेको छ दियाबलसले तिमीलाई झ्याल खानामा हाल्न आँटेको छ द्याट यु विल हेभ ट्रिबुलेसन 10 days र 10 दिन तिमीलाई चाहिँ पीडा हुनेछ कष्ट हुनेछ बी फेथफुल अन्टिल डेथ तर तिमी मृत्युसम्म पनि विश्वासी भइरह विश्वासलाई थामिराख एन्ड आई विल गिभ यु द क्राउन अफ लाइफ र तिमीलाई म त्यो जीवनको मुकुट दिनेछु भन्नुभएको छ प्रभुले है यो चाहिँ प्रकाशित वाक्य 2:10बाट मैले अहिले पढेँ तर तिमी ढाडस गर संसारलाई मैले जितेको छु भन्नुभएको छ है यो मैले भर्स बिर्सेँ कहाँ भन्नुभएको छ कि दे विल बी ट्रिबुलेसन दे विल बी पर्सिक्युसन बट यु डु नट लुज फेथ यु एन्ड्योर किनकि आई हेभ ओभरकम द वर्ल्ड संसारलाई मैले जितेको छु है हिब्रू 11:35 35मा के भनेको छ पलले यति साह्रो टर्चर भएको छौँ हामी प्रभु यीशु ख्रिस्टको नाउँको खातिर स्टिल अदर्स ह्याड ट्रायल्स अफ मकिङ एन्ड स्काउर्जिङ इज जो त्यो कोर्रामा त्यो काँडाहरू लगाएर काँटीहरू लगाएर हिर्काउने है मकिङ खिस्सी गर्ने yes and of chains and imprisonment they were stoned है उनीहरू ढुङ्गाले हिर्काएर मारिए they were sawn into आइजाया र जर्मायाको कुरा गरेको नि है हिब्रू 11:37 ले आइजाया र जर्मायाको रेफरेन्स दिँदैछ है एकजनालाई sawn into मतलब आराले आधी काटेको छ अर्कोलाई ढुङ्गा हिर्काएको छ they were tempted they were slain with the sword है काटेर मारेको छ they wandered about in sheepskin and goatskin है उनीहरूको त यो संसारकै होइन हामी संसारको हुँदो हो त संसारले प्रेम गर्थ्यो भनेको छ नि त सो पर्सिक्युसन ताडना शोषण प्रभुको नाउँमा धार्मिकताको खातिर सताइनु भयो भने चाहिँ त्यो चाहिँ भजन सङ्ग्रह 23को विपरीत कुरा भएको होइन छक्कै नपर्नु अचम्मित नहुनु भन्नुभएको छ है सो हरियो खड्कमा त हामी सधैँ नै छौँ पर्सिक्युसनमा छौँ या पर्सिक्युसनमा छैन पर्सिक्युट नहुँदा छौँ या हुँदा छौँ तर हुनु चाहिँ सधैँ नै छौँ पल चाहिँ पर्सिक्युसनमा हुँदा पनि प्रिजनमा पनि वर्सिप गरिरहने त्यो हरियो खड्काबाट त ऊ कहिले पनि निस्किएन डजन्ट मिन द्याट हि इज नट पर्सिक्युटेड हि इज पर्सिक्युटेड बट हि अलवेज वक्ड इन द्याट ग्रिन पास्चर्स है त्यो सधैँ सुक्चेनको पानी छेउ नै हिँडिरह्यो पल पर्सिक्युसन हुँदा पनि नहुँदा पनि मतलब द्याट इज हाउ आवर लाइफ्स आर इट डजन्ट मिन कि हामी पर्सिक्युट हुँदैछौँ भने चाहिँ हामी हरियो खड्कामा छैन भन्ने होइन वी आर इन द्याट ग्रिन पास्चर्स वी आर इन द्याट स्टिल वाटर्स इभन वाइल इन पर्सिक्युसन अर अदरवाइज है हामी पर्सिक्युसनमा छँदा या नछँदा पनि हामी हरियो खड्कामा नै छौँ हामी त्यो स्टिल वाटर्सदेखि कहीँ गएको छैनौँ नत्र त हामी कहाँ बाँच्न सक्छौँ यस्तो घिनलाग्दो संसारमा यति साह्रो डरलाग्दो समाज है अदरवाइज त हामी पनि त्यही ऱ्याट रेसमा हुनु पऱ्यो नि त हामी पनि त्यही लुगा फुकालेर भिडियो बनाएर पैसा मात्रै सबै हो है पैसा यो यति गऱ्यो भने यति लाइक्स यति आयो भने यति पैसा त्यो रेसमा छैनौँ र हामी आराधनापट्टि छौँ है वर्सिप गरिरहेको छौँ परमेश्वरको भयमा नानीहरू हुर्काइरहेको छौँ हिँडिरहेको छौँ है कतिवटा कुराहरू हामीले अभोइड गरेको छौँ कारण परमेश्वरको वचनले त्यसलाई रङ भन्दैछ भने
है हामी हरियो खड्कामा नै छौँ। तपाईँकोमा परिवारमा त्यो शान्ति, त्यो आनन्द, है त्यो फेथफुलनेस छ भने तपाईँ हरियो खड्कामा नै हुनुहुन्छ। त्यसले गर्दा तपाईँको परिवारको ढाँचा भिन्नै छ। त्यसले गर्दा तपाईँको जीवनको, तपाईँको विवाहको ढाँचा भिन्नै छ है। किनकि प्रभु यीशु ख्रीष्ट हाम्रो रीढको हड्डी, हाम्रो फाउन्डेसन, हाम्रो रक अफ आवर साल्भेसन हुनुहुन्छ नि त। हाम्रो मुक्तिको चट्टान, हाम्रो रेफ्युज, आवर हाई टावर वेयर वी रन टु। सो I hope we understand persecution like this. Persecution may come or may not come. But even if it comes, it doesn't mean that we have been taken out of that green pastures. It doesn't mean that आयो भने पनि यो होइन कि हामीलाई चाहिँ अब प्रभुले छाडिदिनु भयो, होइन, प्रभुले नै आउँछ भन्नुभएको छ नि त पर्सिक्युसन त है। र अन्तमा 1 पत्रुस 4:12 र 13 पढेर म यसलाई अन्त गर्छु। प्रिय हो, तिमीहरूलाई पारक गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भए जस्तो तिमीहरू छक्क नपर, तर ख्रीष्टका कष्ट भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सकोस्। यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयो भने तिमीहरू धन्यका हौ, किनभने महिमाका र परमेश्वरको आत्मा तिमीहरूमाथि रहनुहुन्छ। र आई होप हामीले पर्सिक्युसन अनि हरियो खड्कालाई सँगै बुझ्नमा मद्दत भयो होला है। पवित्र आत्माले हामीलाई यो बुझ्न दिउन् भनी म प्रार्थना गर्छु। र सबैजनालाई फेरि पनि यीशु ख्रीष्टको नाउँमा जय मसीह।